सँगै मास्टर गरेको साथी ऊ चाहिँ सुत्केरी भएको लगभग हुन त 4-5 महिना भइसक्यो होला सायद। तर हाम्रो बिदा नमिलेको कारण हामी चाहिँ अहिले बर्खे बिदा भइसकेको छ। महाशिलाको साथी उर्मिला पौडेल, त्यस्तै गरी कुस्मा नगरपालिकाको साथी गोमा र म भएर आज हामी जाँदैछौँ फलेवास नगरपालिकातिरबाट चाहिँ म निस्किँदैछु। बाई, अब बाटोमा भेटौँला। हामी जाँदैछौँ। कुर्दामा त हैरान परे गाइज। एउटी साथी आउँदैछिन्। सङ्गम सरलाई चिने हौ? उता पढाउनुहुन्छ नि महाशिलातिर, घर यहीँ हो कि। विष्णु भन्ने उसलाई चिन्दैनौ? भुषाल, सङ्गम भुषाललाई। उहाँको बुढीको नाम विष्णु। अहिले बच्चा पाउनु भयो 4-5 महिनाको। चिनेनौ? कस्तो ठाउँ हो त नि, यहीँको यहीँ नचिन्ने भाइ नि। त्यो बाटो देखिहाल्ने मुनि घर छ के? कति टाढा हो? अघिल्लो चोकमा? वाइफाई चोक त थाहा थियो, म अलि अगाडि आएँ। पहिला चिन्दिनँ भने फेरि पछि चिन्छु अरे त्यो भाइले, सम्झेछन् क्या हो। मेरो साथीहरू आउने कहिले हो? यहाँ एउटा मन्दिर रहेछ, शिव पार्वतीको होला पक्कै फोटो देख्दा। ठाउँ चाहिँ रमाइलो रहेछ छ सधैँ हिँडेको बाटो। मेरा साथीहरू कहिले आउने होलान्? परै छिटा आउन। कहाँ छन् मेरा साथीहरू? आया कुखुरो बोकेर हिँड्दा चेत्तिसक्यो। फलेवासको ढिकाइ भनेको साथीहरू नि आउन्न अहिलेसम्म भाइ। कता कुखुरा भाग्ने हो? छ्या, म त उतै रहेछु के। सर नमस्कार। नमस्ते। म त कति उतै पुगेछु नि हिँड्दा। हजुर सर, तपाईँ रेनकोट ओढेर आउने हुनुभयो? गोमा अलिअलि आएको। गोमालाई फोन गर। के मेरो नयाँ फोन आयो? कहाँ आयो नि? कस्तो देखियो? नमस्कार। ठिकै अझ यहाँ पुल तर्न चिप्लो हुन्छ भने यता घुमेर आएको, यहाँ त यस्तो गर्मी। अनि चिप्ली खोला यता आउँदा त घाम लाग्यो। उहाँ गएर खोइ कस्तो भन्न भएन। खोला त हेरौँ। खोला सरलाई पठाउने राख्नुपर्छ। कति बेल बोलिन्छ? अब त गाडी जाने भनेर मान्छे पठाएपछि त सानसानो बस्नु परेन। खोला न हेरौँ भनेको के। जाडोमा लाउने नै छ है। शीतल होला रहेछ। कहिले हो यो लाउने? गोमा, तिमी त कति ठुली भइछौ। आज हामी विष्णुलाई थाहा नदिकन विष्णुलाई भेट्न जाँदैछौँ 3 जना। गाइज, हामी आज विष्णुलाई भेट्न जाँदैछौँ। विष्णुलाई थाहा छैन आज।
अनि बाटो देखेन नि हामीले त हो त हो कि साँच्ची हो त हो अस्ति नै आउँदा यहाँ हामी विष्णुलाई भेट्न हिँडेको भर्दै हो साथीहरू आइन आइन त्यहीँ छिन् त्यसलाई थाहै छैन कता भित्र बाहिर गरिछन् हेर्दिन फेरि लगाएर हेरेकै छैनन् देखिने साथीले देखि के छ नमस्ते नमस्ते ए मैले फेरि तलको कुकुर नदेखेको त्यो रातो के खाले कुकुर हो भनेको के छ आमा बल्ल ज्यान ठिक्कको भएछ हो नि त अब यहाँभन्दा नदुब्ला है बिहान आएको हामी भेट्न आएको सुत्केरी नै हुन् साथीहरू सुत्केरी त यिनी हुन् नानी है फोटो होइन भिडियो खिच्दैछु ल फोटो आउनुहोस् मसित माउसिन किन आइलाउ न मेरो तिमीसित त आउनन् चस्मा देखेर डराउने ओइ भिडियो हामी भेट्न आएको यही सानो मान्छेलाई हो गाइज हेरिदिनुहोस् ए अनगरी छौ मासिला गाउँपालिका कुस्मा नगरपालिका बिहारी गाउँपालिका अनि यहाँ भिडियो मात्रै हो त्यही गीत बनाउनु पर्छ नि क्यादर कुदुर पारौला मेरो छोरीलाई वाउ परी भइन् परी यता हेर त नानी हाम्रो उता पल्टिरहेका बुवा आमाले हेर्नु है कहाँ कहाँ आइमाईहरू आएर यतै हेरिछ क्या छोरीले त पार्वती तिमीले लिए नि हेर यता आउँदैछ अमिलो त छैन म देखि नि भनेर आउँदा जाउँ न भित्र गएर पर्छ तामा त मेरो फेभरेट हो तामा त मेरो पनि फेभरेट हो कति राम्रो यो दिन मोटाएर म त्यसै तल परेर अब चाहिँ अहिले नआइदेऊ भन्नु होइन अब भन्नु हाम्रो गाडी हाल्यो भने हिँड्न पर्छ तिमीहरू निस्केपछि म नि यता हिँड्दै जान्छु नि पर 5:30 बजेसम्म किन त्यस्तो गर्ने बस्ने सर आउनुहुन्छ यो थाहा थियो यो अन्तिम भिडियो हो साथीकोमा आएर खाएर साथी नानीलाई भेटेर दिनभरि बसेर उसिनेको मकै खाएर अब चाहिँ एकछिनमा हामी जान्छौँ खाना त के खाइयो साथी कहाँ आएर देखिया हौ यिनीहरू मेरी दुईटी झुम्री हुन् यिनी मासी लागि यिनी कुस्माकी यहाँ तामाको तरकारी छ हाम्रो चाहिँ फेभरेट हामी यस्तो यस्तो खान्छौँ त्यही भएर यस्तो भुँडी लाग्छ मोटाउँछौँ यस्तो मिठो मिठो अर्ग्यानिक यहाँ 1 वर्षपछिको भेट थियो हाम्रो अब कहिले भेट हुन्छ गोमा हाम्रो 3 महिनापछि कि 4 महिना हामी अझै आधी घन्टा 1 घन्टा बस्छौँ त्यसपछि छुट्टिन्छौँ बाई भन्दै उर्मिला ए मैले त 5 जना सोचिरहेको